आज मेरो बुढीले के बनाउँछ अरे आज झोलमा बनाउने रे रेसिपी चाहिँ यही हो क्या होइन यो उसले उस गरिरहेछ चर्तीकला होइन यहाँ लसुन ससुन काटिसक्यो होइन हाम्रो यहाँ रुममेट फ्ल्याटमेट विनिता होइन विनिताले पनि आज झोल मोमो ल्याएको छ कुकर रेडी भइसक्यो यहाँ है चर्तीकला होइन रे ल खै फ्रोजन मोमो खै देखाउ त बुढी पेनिकाला हो ल ओके चर्तीकला होइन रे के हो चर्तीकला खै त यो पाक्न लागिसक्यो नि तेल नहाल्ने छिटो ओ बुढी भिडियोमै रिसाइदिइरहेको यो त के हो यार अरू बेला पनि रिसाउँथ्यो भिडियोमै रिसाइदिने ओहो के हो यो फेरि यो पनि हाल्ने के अरे चुकन्दर हाम्रो किचन प्लस डाइनिङ हो आज झोलमा खाने कि राम्रै होला फ्रिजमा राखेँ नि त ठिक छ के भयो त चर्तीकला होइन रे सन्चै हो मासु त हाल्नु थियो के कस्तो बढी आज मेथी हो मेथी पड्काएको मेथी ल दुईजनाको रेडी भएको छ दुईवटा कुकरमा सो हामी दुईवटा फ्यामिली बस्छौँ एउटा घरमा है आजको फ्रोजन मोमो त कुकर मोमो माइट बी भेरी भेरी गुड है तिमी तेल हाल्यो तेल हालेको छैन त ए यहाँ रेडी भइसक्यो यही ल सुरु भयो दुईजनाको ल कुन चाहिँ गुड सेफ हुने रहेछ हेरौँ न होइन आउनु रे आउनु भन्दा मिठो बनाउँछ दुईजनाले ओहो अलि हाँसेर बनाउनु पर्छ रे क्या अनि मात्र मिठो हुँदैन तरकारी मिठो हुँदैन रे खाना कुरो मिठो हुँदैन रे क्या बुझ्यो राइट तोडिसक्यो अरे अहिले डढाउँदा मिठो हुन्छ क्या स्वाद आउँछ राम्रो के हो दुईवटा फ्यामिली भएपछि दुईवटा कुकर बनाउनु पर्ने है कहिलेकाहीँ त समय बसेर पकाएर खाँदा पनि हुन्छ होला नि है हामी कसको भन्दै अस्ति चारजना ए पालै पकाउँछु भन्दै खासमा ए त्यो मेरो साथीकै गर्छौँ खानु अगाडि पालै पकाउँछ एउटा बहिनी चाहिँ नयाँ आयो भन्दै बिचरा खासै खाना बनाउन आउँदैन थियो त्यसले पकाउने बेलामा चाहिँ नमिठो हुन्छ भन्दै थियो हो भने यो मोमोको रेसिपी हो साथी हो खासमा यो पहिला चाहिँ अब मासु हाल्दा झन् राम्रो धेरै बेटर हामीले चाहिँ आज मासु भेजमा हो खासमा हुन्छ है चिकन मोमो हो ओके त्यही भन्दा हाल्यो हो सो अहिले चाहिँ हाम्रो रेसिपीहरू चाहिँ अलिकति अब झोल बाक्लो बनाउनलाई अब जाडोमा हुन त समर लागिसक्यो तातै भइसक्यो तर चिकन मोमो अलि के अरे झोल बढी बनाउनलाई चिकन मोमो बनाउनलाई यसो रेसिपी रेडी गर्दैछन् केटीहरूले यो पाकिसकेपछि त्यो फ्रोजन मोमो हुन्छ फ्रोजन मोमो टप्प कुकरमा हाले 1 वा 2 सिटी लगायो भने चिटिक्कै बन्छ के कसो
आऊ न ओ आऊ न भन् लु झोलमा मोमो हालिसक्यो हामीले कुकुर मोमोको लागि यहाँ दुईजनाले गनी गनी हानिरहेको छन् हाल हाल बुढी पानी थप्दा भन्दा नि उस गर्दा पनि हुन्छ कि थप्दै हुन्छ यसरी तातो पानी हो त्यो ल दामी होला जस्तो चाहिँ कति पाउन्डको रे यो मोमो 6 पाउन्ड इन टोटल 30 पिसेस चिकन मोमो ल आज झोल मोमो दामी होला जस्तो छ हेर बिन्ता बहिनी र मेरो वाइफीले बनाउँदैछ यहाँ मोमो मोमो दामी होला जस्तो ल प्रोजिट ओहो here we go कस्तो दामी भएछ केमा that looks nice super momo this looks nice खानेकुराको मात्रै बनाउनु न ओ के हो बिन्ता यो झोल मोमो कुकुरमा बनाएको झोल मोमो ल आमा ल रियाक्सन देखा फेरि खाने सानीहरू राख खानेकुरा चिसो ल्यान त नि तातो पानी के हुन्छ आमा ल खोइ र जर्किनमा थर्मसमा मिठो रहेछ कि मोमो त मिठो रहेछ मिठो रहेछ ओके यतिको पनि ठिकै हो मेन फ्लेभर आयो त नेपालको मलाई आयो खाऊ तपाईँलाई आउँछ